गाइज नमस्ते जोडले सबैजना सन्चै आर्मी हुन्छ होला। म नि एकदम सन्चै आर्मी छु। म चाहिँ ब्लग बनाउँदै अनि म चाहिँ आज कहाँ जाँदैछु भन्दाखेरि म चाहिँ आज हाम्रो आमा समूहको पिकनिकमा जाँदैछु। हाम्रो क्लबको एउटा पिकनिकमा जाँदैछु अनि त्यहाँ रमाइलो हुन्छ। के कस्तो छ म हजुरलाई देखाउँछु, हेर्दै जाम है त। धन्यवाद गाइज। अनि यहाँ हाम्रो बिन्दा आइसक्नु भएको छ। यहाँ फोन देखाएको सब्सक्राइब गर्नु यहाँ युट्युब च्यानलमा। ओके गाइज, म चाहिँ प्लटिङतिर आइसकेँ। म चाहिँ भ्लग बनाउँदै के कस्तो हुन्छ नयाँ नयाँ कुराहरू हजुरलाई देखाउँछु होइन। म चाहिँ जाँदैछु अनि हजुरले के गर्नुभयो होला, के छ नयाँ नौलो कुरो त भ्लगहरू हानिरहेको छु। म आउँदैछु। यहाँ चाहिँ विशाल आउँदैछन्, विशाल आउँदैछन्। यो चाहिँ हाम्रो गाउँ यो। हेलो गाइज भन। हेलो गाइस कहाँ हो, खाना खायौ? खाएँ नि यार, जमिन आउन यस्तो डुलेर आम। ल हामी चाहिँ जाँदैछौँ। विशाल यहाँ छन्, विशाललाई होइन चिन्नुभयो होला। यो चाहिँ हाम्रो रोजी माइला हो। यो चाहिँ हामी चाहिँ जाँदैछौँ। सब्सक्राइब चाहिँ गरिदिनु होला, नभुल्नु होला है। सबैले भिडियो हेरिदिनु होला, माया र सपोर्ट साथ दिनु होला, सब्सक्राइब गरिदिनु होला होइन। अनि टिकटकमा फलो गरिदिनु होला, मलाई इन्स्टामा फलो गरिदिनु होला भन्दै म चाहिँ भिडियो बनाउँदैछु र प्लटिङमा जाँदैछु। हाम्रो यो चाहिँ हाम्रो गाउँ, प्लटिङको गाउँ हो। के कस्तो हो हजुरले नयाँ नयाँ कुराहरू यहाँ आउन सक्नुहुन्छ। यो हाम्रो गाउँ। म चाहिँ भ्लग गराउँदै आउँदैछु, सक्नुहुन्छ। मायाले सपोर्ट गरिदिनु होला। यो प्लटिङतिर देख्न सक्नुहुन्छ, तोरीहरू फुलेछ मस्त होइन। एकदम राम्रो छ हाम्रो गाउँ, सुन्दरताको छ गाउँमा। हाम्रो गाउँ यो प्लटिङ गाउँ हो। पहिला चाहिँ हामी यहाँ बाल्यपन हामी क्रिकेट खेल्थ्यौँ है, फुटबल खेल्थ्यौँ। कसरी बित्यो हाम्रो बालापन, हाम्रो जिन्दगी होइन। यस्तो गऱ्यो पहिला चाहिँ क्रिकेट खेल्दा होइन, हुर्कियो पहिलाहरूको। पहिला त्यस्तो हाम्रो पालामा चाहिँ हामी 10-11 वर्ष हुँदा चाहिँ सोसियल मिडियाहरू खासै थिएन क्या हाम्रो पालामा। मोबाइलहरू पनि चलाउन सक्थेनौँ होइन। अनि त्यही भएर हामी चाहिँ गुच्छाहरू, स्टिकरहरू, भुरुङहरू खेलेर पनि हुर्केको मान्छे हो हामी चाहिँ। सोसियल मिडियामा अलिक कम एट्र्याक्सन छौँ। ल यहाँ चाहिँ हाम्रो यो बहिनीहरू आउँदैछ, टिपुरी सबैले सब्सक्राइब गरिदिनु होला। तिमीले गर्दैन अनि अरूलाई भन्नुहुन्छ, पहिला तिमीले गर्नुपर्छ सब्सक्राइब। ल म चाहिँ जाँदैछु। बोक्ला के कसो ल्याम हानिदियो होइन। किन डराउनु, लजाउनु पर्यो आफ्नै त हो गाइस। लजाउने भन्ने कुरै छैन क्या, आफ्नै हो। मस्त चिल पारामा हिँड्ने हो, घुम्ने हो। जिन्दगी रमाइलो छ यस्तरी हुन्छ। अब रमाइलो छ जिन्दगी। विशाल हेलो भन्छु। म चाहिँ नयाँ नयाँ भिडियोहरू आएको मैले देखाउँछु के कसो छ। त्यसपछि हामीलाई एकछिनमा गाइस म चाहिँ फाइनल्ली आइसकेँ होइन। यहाँ हाम्रो मेयरज्यूहरू पनि आइसक्नु भयो। यहाँ हाम्रो दाइ यहाँ सुत्नु भयो। हामी चाहिँ आइसक्यौँ। म चाहिँ हजुरलाई हाम्रो मेयरज्यू बोलेको पनि मैले भिडियो देखाउँछु हजुरलाई होइन। भिडियोहरू बनाउँछु, के कस्तो हुन्छ, के कस्तो लाग्छ। माया र सपोर्ट गरिदिनु होला होइन। म चाहिँ आइसकेँ, यहाँ ठाउँमा आइसकेँ। के कस्तो हुन्छ सबैले माया र सपोर्ट गरिदिनु होला धेरैभन्दा धेरै। यहाँ चाहिँ हाम्रो मेयरज्यूले चाहिँ ब्लग हान्दै हुनुहुन्छ। म चाहिँ आइसक्यो। म चाहिँ पहाडीबाट निस्किन्छु अनि यहाँ देख्न सक्नुहुन्छ सबैजना लाइक कमेन्ट सेयर गरिदिनु होला, यहाँ सब्सक्राइब गरिदिनु होला भन्दै म चाहिँ पहाडीबाट जान्छु। अहिले अगाडिको भिडियोहरू देखाउँछु हजुरको क्लिपमा। अनि के कसो छ माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। यहाँ चाहिँ गाइजहरू यहाँ खाँदै हुनुहुन्छ सबैले। गएर आए यहाँ हाम्रो कुकम्यान दाई सन्चै आर्मी हुन्छ। हजुर ठिक छ नि, गाईदेखि बनाउनु भयो। ल ठिक छ, धन्यवाद दाई। गाई हेर्नु हाम्रो यहाँ मासु, मटन बोकाको मासु ग्रेभी बनिरहेको छ। यहाँ सबैजना हुनुहुन्छ। ल लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्दै यहाँ अब चाहिँ हाम्रो मेयरज्यूको भाषण सुन्न जान्छौँ हामी।
हेलो गाइस यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो बियरज्यूले 10 मा रहेको कान्छी बजार कृषि हाट हो जहाँ दुईटा हाटलाई आधुनिक बनाउने र चारवटा बाटो बनाउने सबैजना दुईटा बाटोहरू सम्पन्न गरेको छ सबैजना एउटा बाटो हो र यो बाटो अहिले हाम्रो सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला मेरो ब्लग सम्म हामीलाई भोलि आइहाल्छ युट्युबमा 131 करोड रुपैयाँ दुईटा बाटोलाई 131 करोड रुपैयाँ दुईटा बाटोलाई एडिबीले हामीलाई प्रदान गरेको गर्नुभएको छ र त्यो बाटो भोलिदेखि नै विशिष्ट भोलिदेखि नै अन्तिम फाइनल हामीलाई सर्वे जोइन्ट सर्वेको लागि किशनजी वडा नम्बर 8 को अध्यक्ष हुनुहुन्छ परशुरामजी हुनुहुन्छ भोलि 9 बजे गाइस फेरि म चाहिँ आएँ जोल्डे ब्लगमा रवि यार कहिले सब्सक्राइब गरिदिनु मेरो युट्युबमा यार हाम्रो यो सब्सक्राइब हान्दिनु गरेको युट्युबमा विशाल भइसक्यो जीवहरूलाई सङ्घ संस्था र टोल विकास समूहका प्रत्यक्ष म पनि यहाँ छु सम्पूर्णलाई के कसो धन्यवाद ज्ञापन गर्दै कार्यक्रम विधिवत रूपमा विसर्जन डान्सहरूदेखि सबै कुराहरू हजुरहरूको सामु देखाउँछु यहाँ भोजन गरेर आएर मात्रै गाइस यहाँ देख्नु माया चिनो प्रदान गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु अहिले बजाइदिनु होला कृपया यहाँ छु सानो मायाको चिनोले यसको मैले पढ्न बिर्सेछु हेलो गाइस म खाना खाएर भइसक्यो अब यता मिठी खाँदैछु मैले चाहिँ खाना खाँदै रोस्ट ब्लग गर्दैछु क्या गाइस मैले खाएर खाइसकेँ यो कुच्चीहरूले खाना खाँदै हो अघि मेडल थिएन अहिले मेडल आयो अब चाहिँ हामी हिँडेको बाइकमा यस्तो डुल्न ओ हामी जान्छौँ के डुल्न प्लिज मुडुली कञ्चन के हो र भिडियो पोस्ट गर्नुहोस् न अब युट्युबमा आउँछ युट्युबमा आउँछ है गाइस अब हामी चाहिँ हेलो गाइस हामी चाहिँ हिँडेको अब लाली गएको खालि A few moments later. हेलो गाइस म फेरि यहाँ आइसकेँ अब फेरि एकछिन खाना खान्छु अनि फेरि जान्छु युरिन प्यान्टी मोटे हेर यहाँ घुटो खाना खान म पनि खाना खान्छु फेरि अनि खाना खाएर अनि एकछिन पछि जान्छु त्यो पनि हामी चाहिँ भात खान लाग्यो 3 चोटि मैले 2 चोटि मेउले मैले 2 चोटि ल्यायो अघि न खाथे त्यो पुरै अघि न रोस्ट हजुर अङ्कल गाइस अनि म पनि अब एकछिन खाना खान्छु त्यसपछि खाना खाएर अनि फेरि अब भोलि चाहिँ युट्युबमा आउँछ भिडियो होइन भिडियो युट्युबमा आउँछ त्यसपछि सबैजनाले सब्सक्राइब गरिदिनु होला लाइक माया कमेन्ट सेयर सबमा टिकटकमा सबमा फलो हानिदिनु म खाना खाँदै गर्छु अब खाना पनि आइसकेछ होइन त्यसपछि हामीले अगाडि बढाउँछौँ हेलो गाइज अब अँध्यारो भइसक्यो हामी पनि अब भ्लग गर्दैछौँ त्यसपछि एकछिन पछि एउटा यहाँ बुके मेरो बुके छ अब एकछिन पछि हामी पनि आउँछौँ एडिट गर्छौँ होइन त्यसपछि यहाँ पेन्टीलाई पर्छन् कहिले जाने हो त्यसपछि अब जाने एकछिनमा देख्छौँ त यहाँ नाच्दैछन् सबै गाइजहरू सबैजना नाच्दैछन्
लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला युट्युब च्यानलमा सबलाई युट्युब च्यानलमा वेलकम युट्युब च्यानल गाइजहरू सबलाई भ्लगमा वेलकम छ भ्लगमा देख्न सक्नुहुन्छ हाम्रो यो रमाइलो माहौल छ एकदम लाइक कमेन्ट सेयर सब्सक्राइब सबैजनाले गरिदिनु बुझ्छ भाइ म पनि यहाँ छु भ्लग गर्दैछु म पनि एकछिनमा अब भिडियो बनाउँदैछु होइन गाइज अनि कस्तो लाग्छ हजुरलाई सबैजनाले माया सपोर्ट गरिदिनु होला मलाई है अनि म चाहिँ भ्लग गर्दैछु अब दिनसम्म चाहिँ यहाँ सबै आमा पार्टीहरू यो हुन्छ अब हामी चाहिँ यो सेयर गर्छौँ अनि भोलि बिहान चाहिँ युट्युब च्यानलमा आउँछ हाम्रो भोलि बिहान युट्युब च्यानलमा आउँछ भ्लग अनि त्यसपछि मैले सबैजनाले माया दिनु होला साथ दिनु होला सपोर्ट गरिदिनु होला